नमस्ते, तपाईको शुभ नाम? नमस्ते हजुर, मेरो नाम चाहिँ सन्तोष बस्नेत। म चाहिँ यहीँको स्थानीयवासी टुगा नगरपालिका जलजलीको र हिजो हामीले यहाँनिर थोरै श्रमदान गरेर सबैजना जुटेर चाहिँ एउटा मान्छेलाई हिँड्नबाट अलिकति राति हिँड्दाखेरि बिहान यहाँबाट झर्ने खाल्डो थियो, एउटा नपर्ने खालको खाल्डो थियो। त्यसमा चाहिँ हामीले सबै मिलेर श्रमदान गरेर जुटाएर गऱ्यौँ र त्यसको लागि चाहिँ हाम्रो हरिजी लगायत हाम्रा साथीहरूले नगरपालिकासँग समन्वय गरेर एउटा जेसिबी र ट्र्याक्टर उपलब्ध गराउनु भयो। उहाँहरूले पनि एकदमै धेरै सटेर हिजो हामीलाई साथमा साथ दिएको। त्यही उहाँहरूले जो निस्वार्थ भावनाले गर्नुभएको छ भनेर त्यसैले गर्दा हामीले यो गर्न यो हिजो काम सम्पन्न गर्न पनि सक्यौँ। लगायत हामी टिमहरू चाहिँ लास्टैसम्म यहाँ रातिसम्म नै थियौँ। आउनु त धेरैजना आउनुभएको थियो, 20-40जना मान्छेहरू हुनुहुन्थ्यो बिहान चाहिँ। तर अब दिनभरि चाहिँ आफ्नो आफ्नो काम केही हुन सक्ने भएकोले कोही जाँदै गर्नुभयो, कोही थपिँदै गर्नुभयो। त्यो तरिकाले हिजो हामीले यहाँ त्यो काम सम्पन्न गऱ्यौँ। हामीले सबैको पलमा सबैले श्रमदान गरेर यो पुल, यो खाल्डो थियो, यो पुल बनायौँ। हामीले बनाउँदा एकदम टाइम थिएन हामीलाई। हतारमा बिहान 7 बजेदेखि बेलुका 7:30 बजेसम्म हामीले यहाँ काम गऱ्यौँ। यो काममा सहयोग भनेको नगरपालिकाले जेसिबी, ट्र्याक्टर र खोलामा ढुङ्गा टिप्ने अनुमति नगरपालिकाले दिलायो। सिँचाइले जाली दियो र हामीले सबै मिलेर सबैवटा यहाँ 6, 7, 8 का साथीहरू मिलेर यो काम सम्पन्न गरेका थियौँ। अँध्यारामा सम्पन्न गरेका थियौँ। तो अब काम कस्तो भयो, अहिले ठुलो पानी आयो, बाढी आयो, के कस्तो भयो, स्थिति के छ भनेर फलोअपमा हामी अहिले आएका हौँ। हामीले एकै दिनमा यो लगाएको जाली भरेका हौँ हामी। त्यस कारणबाट सबैको सहयोगको लागि फेरि पनि धन्यवाद दिँदै, सहयोग पुरा दिन खटेर गर्नेलाई पनि धन्यवाद, केदार दाहाललाई पनि धन्यवाद दिँदै, बित्तिकै जाने हातै नलाउनेलाई पनि विशेष धन्यवाद दिँदै हामी यो केदार दाहाललाई पनि धन्यवाद दिनुहोस्। यहाँ ठेकदारहरू आउनुभयो, आफ्नो सहयोगको सहयोग गर्नुभयो। कसैले पानी दिलाउनु भएछ, वैदेशिक रोजगार 500 रुपियाँ पानी आएछ, त्यो 500 रुपियाँ पानी खायौँ। कसैले मोही लिएर आउनुभयो, यहाँ मोही हामीले खायौँ र हामीले आफ्नो घरको खाना खाएर यहाँ करिब हाम्रो त भनेको 0 खर्चै भएको छैन। सबै कम्मर दुखाएर हामीले यहाँ श्रमदान गरेर छौँ, बाटो सञ्चालन गरेका छौँ। यहाँ चाहिँ केही मान्छेहरू यो खाल्डामा परेर अन्मारै कुच्चिएको अवस्था छ। हाम्रो अभियान भनेको चाहिँ खाल्डामा परेर मान्छे हात हुनुभन्दा, 1 किलो सेउ लिएर भेट गर्न जानुभन्दा लड्नै नदिनु भन्ने, हामी यहाँ यो खाल्डामा कोही नपरुन् भन्ने उद्देश्यका साथ 30 गते हामीले श्रमदान सम्पन्न गऱ्यौँ। के कस्तो भयो त भनेर यसलाई अनुगमनका लागि आएका, तर पुल बचाउने र यहाँ यो खाल्डो पुरेर मान्छे बचाउने अभियान हो हाम्रो। यो काम सफल भएको छ। यो श्रमदानबाट यो काम सफल भएको छ। श्रमदानमा लाग्ने साथीभाइहरूलाई सबैलाई धन्यवाद दिँदै म बिदा हुन्छु। हस्, धन्यवाद।